नमस्ते, म प्रणेश राजतोलादर। आज म प्याटर्न एनपी प्रस्तुत गर्दैछु। यो एउटा प्लेटफर्म हो जसले नेपाली क्रिएटरहरूलाई आफ्नो फ्यानहरूबाट सिधै आम्दानी गर्न मद्दत गर्छ। नेपालमा हजारौँ कलाकार, सङ्गीतकार, लेखक र कन्टेन्ट क्रिएटरहरूसँग उत्कृष्ट प्रतिभा छ, तर आफ्नो कामबाट नियमित आम्दानी गर्ने कुनै भरपर्दो माध्यम छैन। पेट्रियन जस्ता विदेशी प्लेटफर्महरूले नेपाली भुक्तानी र नेपाली रुपैयाँ सपोर्ट गर्दैनन्, त्यसैले धेरै क्रिएटरहरूको प्रतिभा कमाइविहीन रहन्छ। प्याटर्न एनपीले यही समस्याको समाधान गर्छ। हामी क्रिएटरहरूलाई तिनकै सबभन्दा ठुलो समर्थकहरूसँग केही ट्याबमा मै जोड्छौँ। हाम्रो प्लेटफर्ममा यी मुख्य सुविधाहरू छन्। क्रिएटरहरूले सजिलै आफ्नो प्रोफाइल बनाएर मेम्बरसिप राख्न सक्छन्, नेपाली रुपैयाँमा मूल्य तोक्न सक्छन्, एक्सक्लुसिभ कन्टेन्ट र डिजिटल प्रडक्ट्सहरू अपलोड गर्न सक्छन् र फ्यानहरूले त्यहीबाट किन्न सक्छन्। फ्यानहरूले आफूलाई मनपर्ने क्रिएटर खोज्न सक्छन्, उनीहरूको प्रोफाइल हेर्न सक्छन्, मेम्बरसिप सब्सक्राइब गर्न सक्छन् र एक्सक्लुसिभ कन्टेन्ट बिहाइन्ड द सिन र डिजिटल प्रडक्ट तुरुन्तै अनलक गर्न सक्छन्। यी सुविधाले नेपाली क्रिएटरहरूलाई स्वरोजगारी बनाउँछ, स्थानीय कन्टेन्ट संस्कृति जोगाउँछ र फ्यानहरूलाई आफ्नो मनपर्ने क्रिएटरलाई सिधै समर्थन गर्ने सजिलो विकल्प दिन्छन्। यो प्लेटफर्म रियाक्टमा बनाएको छ, छिटो र सुन्दर इन्टरफेस र जावा स्प्रिङ बुट तथा माइएसक्युएलमा बनेको उत्कृष्ट ब्याकएन्डले बनिएको छ, जसले हजारौँ क्रिएटर र फ्यानलाई सजिलै टेक्न सक्छ। अन्तमा प्लेटफर्म केवल कलेजको प्रोजेक्ट मात्र होइन, यो एउटा सामाजिक प्रभाव भएको स्केल गर्न सकिने स्टार्टअप हो जसले नेपाली क्रिएटरलाई सशक्त बनाउँछ र डिगो आम्दानीको बाटोमा खोल्छ। हामी चाँडै नै एआईबाट सिफारिस, मन्थली मेम्बरसिप र एनालिटिक्स र थप सहरहरूमा विस्तार ल्याउँदैछौँ। धन्यवाद।